हिमालयको काखमा जहाँ बादलहरू चुचुरासँगै नाच्दछन् र मौनताले धेरै कुराहरू बोल्छ, त्यहाँ लुकेको छ एक अनुपम यात्रा। नर्थ एबिसी बेस क्याम्प केवल यो पदयात्रा मात्र होइन, यो समयसँगको यात्रा हो, आत्मसँगको संवाद अनि प्रकृतिले लेखेको एउटा छुट्टै बेग्लै सुन्दर कथा हो। यहाँ हरेक पाइलामा धरतीले लेखेको एउटा कविताको हरफहरू भेटिन्छन्। झरनाहरू चाँदी जस्तै झर्छन्, जङ्गलहरू जीवन्त गुन्जिरहन्छन् र सूर्यको रश्मिले उपत्यकालाई सुन जस्तै रङ्गाइरहेको छ। यहाँ सुन्दरता केवल देखिने मात्र होइन, महसुस पनि गर्न सकिन्छ। आँखाबाट ओझेल गराउनै नसकिने, मनबाट कतै थोरै कुरा पनि हटाउनै नसकिने त्यो यात्रामा त्यति सहज पाठहरू मात्र पनि छैनन्। यदि तपाईँहरू यो रेनी सिजनमा, यो बर्खा सिजनमा अन्नपूर्ण बेस क्याम्प जाँदै हुनुहुन्छ भनेदेखि तपाईँहरूले याद गर्नुपर्ने कुराहरू र कसरी जाने, कहाँबाट जाने र जाँदाखेरि के कुराहरू विचार गर्नुपर्छ, त्यो सबै कुराहरू मैले यो ब्लगमा भनेछु। गुड मर्निङ एभ्रिवान, हेड्स मिनिस्टर गौतम। लामो समयपछि चाहिँ तपाईँहरूलाई फेरि एउटा चाहिँ भ्लगमा स्वागत गर्छु है। धेरै नै ग्याप भयो, आइ एम सो सरी। अनि अब अहिलेको हाम्रो आजको राइड चाहिँ राइड भन्दा पनि ट्रेकको लागि जानलाई हो, तर 300 किलोमिटर जस्तो 300 किलोमिटर्स जस्तो चाहिँ हामीले राइड पनि गर्छौँ। अप एन्ड डाउन गर्दा 600 भन्दा 700 किलोमिटर्स हुन्छ। एबिसी नर्थ गइरहेछौँ हामी। अहिले म ठ्याक्क बौद्ध आइपुगेँ घरदेखि निस्केर। यो अगाडि हेर्नु चाहिँ बौद्ध स्तूपाको गेट हो, यो यहाँ आइपुग्यो। अब कलङ्की गएर त्यहाँ एकजना दाइ हुनुहुन्छ, उहाँलाई कुर्नुपर्ने छ, हाम्रो दाइलाई, किशोर दाइ। अनि अरू भाइहरू, रुगेन भाइहरू पनि थियो, उनीहरू अपर मुस्ताङ जानलाई रेडी भइरहेको थियो। अब ढिला भयो भने उनीहरू निस्किन सक्छन्। यदि म पुग्दा निस्किएको रहेन रहेछ भने भेटौँला बाटोमा। म जाँदाखेरि उहाँहरूले मलाई कुरेर बसिरहनु भएको रहेछ। हामी सबैजना त्यहाँदेखिबाट मुगलिनसम्म सँगै जाने र मुगलिनमा गएर खाना खाएर अनि त्यसपछि चाहिँ स्प्लिट हुने हो कि भन्ने कुरा भयो। त्यही अनुसार हामी राइड अगाडि कन्टिन्यू गरिरहेको। यो मुगलिनको पुल तपाईँहरू कतिलाई थाहा छ? यदि मुगलिन जानुभएको छ भनेदेखि यो पुलले एउटा पुस्तालाई नै धानेको छ। यो धेरै पुरानो पुल हो, अहिले बन्न त नयाँ पुल उता बनेको छ। यो पुलमा अहिले पनि कुनै पनि भेहिकल्सहरू लिएर जाँदाखेरि अति धेरै भाइब्रेसन हुन्छ र अति धेरै हल्लिन्छ यो पुल। त्यसैले मलाई चाहिँ पर्सनली यो पुलबाट जानको लागि चाहिँ अति नै डर लाग्छ। लगभग यदि तपाईँलाई काठमाडौँदेखि जाँदै हुनुहुन्छ भने काठमाडौँदेखि मुगलिन पुग्नको लागि अहिलेको रोड कन्डिसनमा 4 देखि 5 घन्टा लाग्न सक्छ, यदि तपाईँहरू जाममा पर्नु भएन भनेदेखि। यदि रोड राम्रो भएको केसमा चाहिँ त्यति नलाग्न पनि सक्छ। र तपाईँ चितवनदेखि आउँदै हुनुहुन्छ भने लगभग तपाईँलाई चाहिँ 45 देखि 1 आवर चितवनदेखिबाट, भरतपुरदेखिबाट त्यहाँ आउन लाग्छ। त्यो त अब तपाईँहरू चितवनसम्म आइपुग्नलाई पूर्व पश्चिम कतादेखि आइपुग्नुहुन्छ, त्यो अनुसार आफूले मेजरमेन्ट गर्नुहोस्। हेलो 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 गाइस, कहाँ से हो आप? इंडिया से? कलकत्ता। अब मुगलिनदेखि पोखरा पुग्नको लागि तपाईँहरूको राइडिङ कन्डिसन अनि तपाईँहरू केमा जाँदै हुनुहुन्छ र रोड कन्डिसन कस्तो छ अहिलेको तपाईँहरू जाँदाको सिचुएसनमा भन्नु होला, त्यो अनुसारमा डिपेन्ड गर्छ। अहिले रोड लगभग मुगलिनदेखि उता धेरै ठाउँमा एकदमै राम्रो भइसकेको छ। हामी त्यो नाइट पोखरामा स्टे गर्छौँ र पोखरादेखिबाट फेरि हाम्रो राइडिङ कन्टिन्यू हुन्छ। हाम्रो ग्रुप यही नाइट नै स्प्लिट भइसकेको छ। अब हामी यो हेम्जाको बाटोदेखि हुँदै हामी पुग्छौँ तपाईँको तातो पानीसम्म।
पोखराको हिम्जाको बाटो हुँदै सारङकोटको लगभग पछाडिको भाग हुँदै तपाईँहरू अब 3 देखि 4 घन्टा राइड गरेपछि चाहिँ बागलुङ बस पार्क पुग्नुहुन्छ। बागलुङ बस पार्कदेखिबाट तातोपानी बेनी जानको लागि तपाईँहरूलाई अलमोस्ट 1 आवरदेखि 2 आवरसम्म लाग्न सक्छ। बेनीमा गएर खानासाना खाएर बेनीदेखिबाट तपाईँहरू तातोपानीसम्म जान सक्नुहुन्छ। तातोपानी पुग्दा नपुग्दा तपाईँहरूको दिन कतिको ढल्छ र कति टाइम बाँकी रहन्छ भन्ने कुरा पनि याद गर्नुहोला। यदि त्यो दिन तपाईँहरूसँग टाइम छ भनेदेखि माथि हुमखोला पुग्नुहुन्छ भनेदेखि मात्र अगाडि जानुहोला। यदि पुग्न सक्नुहुन्न र टाइम त्यति धेरै छैन र जबरजस्ती तपाईँहरू माथि जान खोज्नुहुन्छ भने अति नै धेरै। त्यो चाहिँ तातोपानीबाट लगभग 200 मिटर अगाडि आएपछि चाहिँ यहाँ राइट साइडमा एउटा पुल छ, नादहरू छ, गेटहरू सबै, पुलिसको बिट पनि छ, तर पुलिसले भेट्दो रहेछ त्यहाँबाट गयो। हो बाटो त गाडी कहिलेसम्म कहाँसम्म जान्छ, कति अगाडिसम्म जान्छ? गाडी त हुमखोलासम्म जान्छ। कति किलोमिटर छ यहाँबाट? हजुर 22 किलोमिटर। हुमखोला 22 किलोमिटर। यो भिर यो पहाड पर Oh my goodness! Wait. Oi. बहादुरीता र मूर्खतामा धेरै कुराको फरक छ। यो कुराको एक्जाम्पल यहाँ हामीले भोगेका छौँ। कसैले तपाईँहरूलाई उचाल्दैकै भरमा तपाईँहरू चाहिँ होइन जान्छ सक्छ जानुस् लानुहोस् सबैले लगिरहेछन् भन्दै कसैले उचालिदिन्छ भने दुईचोटि सोच्नुहोस्। पहिलो कुरा स्थानीयको कुराहरू सुन्नुहोस्। स्थानीयले कहिले पनि दुःख पाउन् भनेर कहिले पनि सोच्दैनन्। सबै ठाउँमा एप्लाई नहोला, तर त्यो ठाउँको स्थानीयहरूले जहिले पनि तपाईँहरूको हेल्प नै गर्न बसेको हुनुहुन्छ। उकालो छ त ठाडै उकालो। यहाँ बाइक राख्ने ठाउँ छैन यतातिर के भएर? यहाँनिर स्लिप भयो कि एकचोटि यो होल्ड गर्नु ल। हजुर एकचोटि होल्ड गर्नु ल। यहाँ स्लिप भयो प्लस पछाडि अलिकति तेल दिनुहुन्छ। होइन यहाँभन्दा माथि कहाँ पुग्छ? हुमखोलै हो। बाटो यस्तै हो क्या त्यहाँ? यो यस्तै रक्की उकालो हो। उकालो अब त्यति धेरै त नहोला। कल सुनेको हो कतिपल्ट गयो भन्दा त्यो बाटो खुल्यो होइन? त्यहाँ बाटो खुल्यो है? खुलिसक्यो। कति जति टाइम लाग्छ?
गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू डे। हामी चाहिँ हुमकलादेखि अब माथि हिँड्न लाग्यो। सुरु नै अब हिजोको त अब कुरै नगरौँ, खत्रै भयो, स्पोइलै भयो डे है। अब आजको चाहिँ आई होप राम्रै होला। अब ट्रेक कम्प्लिट गरौँ अनि त्यसपछि सोचौँ ल के गर्ने भनेर। बाँकी कुरा चाहिँ बाइक कसरी लग्ने, कहाँ लग्ने, के गर्ने, बाइक पनि गयो, यस्तै यस्तै हो। रमाइलो छ अन्नपूर्ण बेस क्याम्प। अब आजको ट्रेक स्टार्ट हामी छौँ यहाँ हेर्नुहोस् है त। कुनै पनि ट्रेकको आकर्षण भनेको त्यसमा पुगेर त्यहाँ डेस्टिनेसनमा पुग्नु नै सबैभन्दा ठुलो कुरा हो। र डेस्टिनेसनमा पुगेपछि त्यसको सुन्दरता, त्यसको अद्भुत सुन्दरताहरू चाहिँ भोग्न पाइन्छ, देख्न पाइन्छ, फिल गर्न पाइन्छ। तर यो नर्थ एबिसीमा हरेक पाइलाहरूमा नयाँ नयाँ अनुभूति, नयाँ नयाँ दृश्य, नयाँ नयाँ रोमाञ्चक, नयाँ नयाँ प्रकृति, पदयात्रा त्यत्तिकै सुन्दर होइन। हरेक कुराले चाहिँ एकदमै ब्युटी, सबै कुरामा चाहिँ भरिपूर्ण। यसमा कमी र कमजोरी, खोट लगाउनु पर्ने यो ट्रेकमा कुनै पनि चिज नै छैन। बस छ त तपाईँ हामी जस्तो नेपाली र तपाईँ हामीले गरेको फोहोर। त्यो बाइकलाई छोड्ने हो भने यो ट्रेकमा हरेक पदमा, हरेक कदममा, हरेक पाइला पाइलामा नयाँ नयाँ अनुभूति हुन्छन्। यति स्वच्छ छ, यति विशुद्ध ट्रेक छ यो। नेपालको सबैभन्दा बेस्ट विशुद्ध ट्रेक मध्येको एक हो जस्तो लाग्छ मलाई। ट्रेक स्टार्ट गरेको 3 घन्टामै यो मनमोहक दृश्य, यो झरना देख्न पाउँदा त हरेक ट्रेकरको त्यो थकान त अब त म हप्तौँ दिनसम्म पनि ट्रेक गर्न सक्छु भन्ने ऊर्जा दिन्छ यो फुङफुङे झरनाले। यो सोसल मिडियामा एकताका एकदमै भाइरल भएको थियो। यो भाइरल नहोस् पनि किन, यति धेरै सुन्दर छ नि यो झरना। आउनुहोस् यो झरनालाई तपाईँ हाम्रो मनमुटुमा बस्न सकेको, सोसल मिडियाको हरेक भित्तामा भाइरल भएको यो झरना हाम्रो वेबाट, यहाँको यो कञ्चन पानी, वाटरफल, अनि यहाँ गएर तपाईँले गर्ने रेस्ट, अनि त्यहाँ गएर गरेको ब्रेकफास्ट, अनि त्यो ब्रेकफास्टसँगैको त्यो सुगर बिनाको ब्ल्याक कफी मेरो लागि त अति नै धेरै बवाल। यो सुन्दर ठाउँ, यदि तपाईँहरू नर्थ एबिसीको ट्रेकमा कुनै पनि चिजले बोरिङ हुनुहुन्छ कि जस्तो लाग्छ भने तपाईँहरू सरासर रङ हुनुहुन्छ। बस त्यहाँ जाने बाटोलाई छोडिदिनुहोस्। गाइस सबै रमाइलो फोटो भिडियो खिचेर यो फुङफुङे झर्ना के हो, यो फुसफुसे झर्ना कि आई डोन्ट नो नामहरू चाहिँ हेरिनँ मैले। त्यो झर्नामा अब फोटो खिच्यो है। अनि यहाँदेखिबाट अगाडि लाग्दिने हो, एकदम रमाइलो भइरहेछ। के खर्च सादी खर्चमा निहाल्दैछ। सादी खर्चको लोकेसन चाहिँ तपाईँको अगाडि हेर्नु यस्तो खतरा र छैन, यतापट्टि पनि त्यस्तै छ। यहाँ सेल्टर पनि दामी बनाएको रहेछ। माथिबाट बन्जी हान्यो भने कुस्माको बन्जीले पनि फ्लग फान्छ। बन्जी हान्ने ठाउँ यहाँ त उति माथिबाट रक क्लाइम्बिङ गऱ्यो भने त बप्पाल हुन्छ ल। जता हेरे पनि खोलाबाट अगाडि बढेको सादी खर्च भने पहिलो बिचमा कस्तो दामी ठाउँ बनाइदिएको रहेछ। जोस् हाम्रो तेज दाई हो क्या अरे, उहाँले निकै प्रयास गर्नुभएको छ। तर नेपालीको बानी यो भात छरेको हेर, यस्तो राम्रो ठाउँ पकटमा पाउँदाखेरि पनि भात छरेको फोहोर गरिदिएको, कस्तो दुःख लाग्दो कुरा। खाने अचार खानु न तपाईँहरू। हामी त बु त्यहाँ ओरियो के डाङ्नु खाएर बस्छ। तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ? तपाईँ भक्तपुरदेखि आउनु भयो भने? हजुर हो। अनि तपाईँ खत्रै हुनुहुँदो रहेछ त। डाइनिङ चाहिँ यता रहेछ, डाइनिङ हल चाहिँ है। सही। अनि कति थोरै खाना हो त यो?
बहिनीको त कस्तो राम्रो भिडियो खिचिदिएको छ नि झन् अनि अर्को बहिनी आऊ भने म त त्यो खास त केही गरेर पठाऊ भनेर भने हुमखोला पछिको पहिलो विश्राम भनेको सादी खर्क हुन्छ। त्यहाँ गएर तपाईँहरूले खानासाना बनाएर मजाले खान सक्नुहुन्छ। त्यो खाना बनाउनुको लागि चाहिने सबै सामानहरू त्यहीँ नै सेल्टरमा राखिदिएको छ स्थानीयहरूले। तपाईँहरूले त्यसलाई सही सदुपयोग गरेर चाहिँ खाना बनाउनु होला र खानु होला। अहिले त धेरै सेल्टरहरू बनिसकेको छ। माथि माथि गएर सेल्टर टेन्ट होटलहरू पनि धेरै बनिसकेको छ। कफी सपहरू पनि छ भन्ने सुन्नमा आएको छ। यो ट्रेकमा हामीले गर्नुपर्ने कुराहरू भनेको के हो भन्दा हामीले यहाँ गएर आफू डिसिप्लिनमा बसेर फोहोर नगरिदिने र यो ट्रेकको अस्तित्वलाई चाहिँ जोगाइदिने हो। स्काई केभ माथि छ। हेर्नुहोस् है, यहाँबाट यति क्लियर चाहिँ देखिएन होला सायद। दामी छ। यो इयरको चाहिँ फर्स्ट स्नोफल होला होइन दाइ? यो पहिलो होला। स्नोफल भइरहेछ नै हाम्रो पास। भिज्दै जाने हो दाइ। यहाँ रेनकोट गर्दै हुनुहुन्छ। त्यसमा कपालबाट पार्छु मैले बिस्तारै। छुट्यो भन्दा त गाह्रो होइन तिनीहरूलाई दामी पर्यो। के अरे ब्रदर, यो सिजनको के हो? यो फर्स्ट हो? बल मजा आयो तर भिज्यो पनि नि त। गाडा गाडा पुरै सेतो भइसक्यो कि लिटरली। हामी नै हो स्नोफलमा फर्स्ट। हामी पनि हो होला कि माथि क्याम्पमा गएर बस्नेहरू उनीहरू छुट्टै भइहाल्यो। ट्रेकरमा चाहिँ हामी नै हो दुईजना। ब्रिथिङ पनि अलि हाई अल्टिट्युड भएर कि अलिक बढी भइरह्यो। हामी अब उभिनुभन्दा लागौँ। अब कति मिनट लाग्छ हामीलाई? यस्तो घुमेर यस्तो घुमेर गयो भने त्यही क्वेसन बोल्नु भन्नु। बज्यो 6 बजे हामी ठ्याक्कै पञ्चकुण्ड तालमा आइपुग्यो। अनि पञ्चकुण्ड तालमा टेन्ट हाल्ने ठाउँ नै छैन जस्तो छ। हेरौँ अगाडि यस्तो रात परिसक्यो है। अब गएर टेन्ट सेटअप गर्नुपर्ने छ। बोल्नु पनि भने म डाइरेक्ट मिलाएर बोल्छु। के छ दाइ? अनि हाम्रो यस्तो होला भनेर सोचेको नि थिएन। ट्रेक त ट्रेकै आयो, पिकनिक आयो जस्तो नि भइरहेछ। भएको थिएन। योसँग करेन्टको हाम्रो हेड सेपहरू चाहिँ यता हुनुहुन्छ।
अर्को चाउँछ एउटा अट्छ क्या हाम्रो मेन सेफ त यता हो खासमा उहाँ आज रेस्टमा हुनुहुन्छ ए पाक्दैन गगन हजुर तिम्रो यो नर्थ एबिसीको अनुभव सुनाइदेऊ नि त नर्थ एबिसीको भन्दा पनि आजको अनुभव सुनाइदेऊ आज यस्तो हो क्या के भन्ने हिजो त हाम्रो हिजोको त प्यानिकै थियो आजको चाहिँ सुनाइदेऊ यस्तो मोमेन्टहरू चाहिँ लाइफमा त्यो एकदमै रियरली हुन्छ क्या जस्तो हामी यहाँ 5 ठाउँबाट आएको मान्छेहरू छौँ 4 ठाउँबाट लाइफमा फर्स्ट टाइम भेटेको होइन अब सेकेन्ड टाइम भेटिन्छ भेटिँदैन पनि थाहा छैन तर पनि यस्तो यस्तो मोमेन्टहरूले गर्दा चाहिँ लाइफको एकदम मेमोरी हुन्छ नि यही नै हो सबैभन्दा इम्पोर्टेन्ट लाइफ भनेको यही हो क्या आज भेटेर भोलि भेट्नै पर्छ भने छैन तर पनि यो मोमेन्ट त इन्जोय गर्ने हो नि त यस्तो लाग्छ क्या मलाई चाहिँ लाइफमा कति क्यारेक्टरहरू आउँछ क्या त्यसको सीमित टाइमिङ हुन्छ तिनीहरूको सीमित चाहिँ स्क्रिप्टहरू हुन्छ क्या त्यो प्ले गर्ने हो जाने हो अनि मान्छेहरू केही चिज आफूबाट छुट्यो भनेर चाहिँ प्यानिक हुनु चाहिँ मलाई चाहिँ होइन मान्छेहरू भन्छ नि त ल मसँग यो थियो अनि यो चाहिँ मैले लुज गरेँ भन्छ नि त्यो चाहिँ कहिले पनि हुँदैन क्या हरेक चिज जोस रमाइलो मानेछौ होइन एकदम हजुर हजुर ल धन्यवाद है त मेन कुरो चाहिँ आजको कुक पनि हो क्या फेरि यहाँ नुन र चिनीको अलिकति कम्बिनेसन मिलाउने कुरो थियो पाएन अनि हाम्रो यहाँ टिचर बहिनी मेन नगर कलेजमा पढाउनुहुन्छ अनुभव सुनाइदिनु ल आजको मलाई त एकदमै बवाल लाग्यो रमाइलो लाग्यो यो भने अनएक्सपेक्टेड हो नि जुराकै हो हामी आएको देखेर मौसम पनि खुसी भएछ आज त यतिसम्मको हिउँ देख्न पाइन्छ भने थिएन जस होइन सोचेकै थिएन नि मेरो त यहाँ आँखा मात्र देखिएछ है सब मुरेर सुत्यो हो आँखा मात्र देखिएछ यो पनि चस्मा लाएर सुत्नु पनि गर्छ म कालो चस्मा अहिलेलाई अब आजलाई यस्तो यस्तै भयो हामी सबै कुराहरू आफै हिसाब हामी पञ्चकुण्डमा होइन अहिले पञ्चकुण्डमा छौँ दिनभरिको थकाइ यो टेन्टको बसाइ अनि स्लिपिङ ब्यागभित्रको सुताइ अनि टेन्ट चाहिँ अलिकति भिरालो उसमा नत्र हामी मात्र होइन यहाँ बाहिर फेरि अर्को 12-15 जना टेन्ट छन् फेरि सबैजना 60 जना छन् त्यस्तो हो अन्नपूर्ण फर्स्ट भनेर अन्नपूर्ण साउथलाई धेरै समयदेखि चिनाइन थालेको छ खासमा अन्नपूर्ण फर्स्ट भनेको कुन हो र अन्नपूर्ण साउथ भनेको कुन हो र अन्नपूर्ण नर्थ भनेको कुन हो यो हामी बिचमा अहिले पनि कन्फ्युजनमा छ कुनै पनि पर्वतारोहीले अन्नपूर्ण चढ्नको लागि अन्नपूर्ण नर्थमा आएर यहीँ नर्थको बेस क्याम्पदेखिबाट यसलाई चाहिँ क्लाइम्बिङ गर्नुपर्छ र धेरै मान्छेहरू अन्नपूर्ण सर्किट घुम्न जाने भन्ने बित्तिकै अन्नपूर्ण साउथ घुमेर आउनुहुन्छ अन्नपूर्णको 4वटा पार्टहरू छन् नर्थ वेस्ट इस्ट र साउथ त्यो मध्येको सबैभन्दा हिस्ट्री बोकेको र सबैभन्दा महत्त्वपूर्ण पार्ट भनेको नर्थ अन्नपूर्ण हो तर तपाईहरूलाई साउथ अन्नपूर्णको जस्तो सेवा सुविधा होटल सुविधायुक्त होटलहरू चाहिँ पक्कै पनि यहाँ पाइँदैन यदि तपाईँ सुविधायुक्त होटलमा बस्न चाहनुहुन्छ ट्रेक गर्न चाहनुहुन्छ र धेरै आफै स्ट्रगल गर्न सक्नुहुन्न र त्यो चाहनुहुन्न भने तपाईहरूको लागि साउथ अन्नपूर्ण सेकेन्ड तपाईहरूको लागि एकदम बेस्ट छ तर म आफै ट्रेकको मजा लिन्छु आफै क्लाइम्बिङ पनि गर्छु थोडा बहुत अनि क्याम्पिङ गर्छु सबै चिज हाइक गर्छु ट्रेक गर्छु भएको सबै चिजहरूलाई चाहिँ एउटै ट्रेकमा फिल गर्छु भनी सोच्नुहुन्छ भने तपाईहरूको लागि बेस्ट भनेको नर्थ अन्नपूर्ण हो Good morning from ABC base camp ABC North base camp हो ABC फर्स्ट पनि भन्छन् यसलाई भन्छन् हैन फर्स्ट नै हो अनि बिहानै उठेर चाहिँ टक्क यहाँ माथि आएर यो माथि तलको पञ्चकुण्ड ताल्यो तलको माथि त अब डेन्जर भइरहेछ है कुरै नगरौँ न कुरा गरौँ अनि यसो यतातिर साइड हो हाम्रो क्याम्प एकदम तल छ
चाहिँ अलि माथि चाहिँ यसो माथिबाट चाहिँ तलबाट फ्रेमिङै भएन क्या त्यो भएर यहाँको पञ्चकुण्ड ताल एकदम जमेको छ अहिले सबै त लिटरली फ्रिजै त भइसकेको छैन तर जम्न सुरु भइसक्यो हिजो हामी यहाँ आउँदाखेरि एकदमै स्नोफल भएर भिज्दै स्नोफलमा चाहिँ एकदम रमाइलो गर्दै भिज्दै आयो है अहिले चाहिँ हिउँ परिसकेको छ हामी मात्र होला हिजो यो फर्स्ट इयरको फर्स्ट स्नोफल फेस गर्न पाएको एकदमै इन्जोय गरेँ भिजियो पनि अलिक गाह्रो पनि भयो यदि तपाईहरू नर्थ अन्नपूर्ण पुग्नुभयो र पञ्चकुण्ड ताल पुग्नुभयो र पञ्चकुण्ड तालमै पुगेर त्यहाँदेखि चाहिँ त्यही मात्र घुमेर आउनुभयो भने सबैभन्दा ठुलो मिस्टेक तपाईँहरूले गर्नुहुन्छ। तपाईँहरू त्यहाँदेखिबाट लगभग 45 मिनट जस्तै वक गरेर माथि बेस क्याम्पसम्म जान सक्नुहुन्छ। यदि बेस क्याम्पमा पुग्नु भएन भने जुन पञ्चकुण्ड ताल अनि एबिसी नर्थ एबिसी भयो नीलगिरी त्यो हिमालको सिनेरियो त्यो भ्यू तपाईहरूले जुन फिल गर्न पाउनुहुन्छ जुन देख्न पाउनुहुन्छ त्यो एकदमै मिस हुन्छ। तपाईहरूले यो बेस क्याम्पमा गएर क्याम्प फर्स्टमा गएर चाहिँ त्यहाँमा भएको चिजहरू सबै चिजहरूलाई फिल गर्नु होला। लगभग हाम्रो 2 दिनको पञ्चकुण्ड तालको बसाइलाई चाहिँ हामीले यहीँ नै अन्त्य गर्ने निर्णय गरेर घरतिर फर्किने कोसिस गर्दैछौँ। हामीलाई फर्किन पनि त्यति सजिलो छैन। जाँदाखेरि जस्तो धेरै हामीले स्ट्रगल गरेका छौँ हाम्रो बाइकको कारणले आउँदाखेरि पनि त्यति नै गाह्रो हुन्छ। यदि तपाईँहरू नर्थ एबिसी जान खोज्दै हुनुहुन्छ र तपाईँहरू चाहिँ पब्लिक भेहिकल्समा जानुहुन्छ भनेदेखि तपाईँलाई 7,000 देखिबाट 10,000सम्म लाग्न सक्नेछ पर हेड। तपाईँहरूको खर्चको कसरी खर्च गर्नुहुन्छ भन्ने हिसाबले। यदि तपाईँले पोर्टर लिएर जानुहुन्छ भने हाम्रो दाजु हुनुहुन्छ उहाँको म नम्बर चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु। सो उहाँलाई कन्ट्याक्ट गरेर जान पनि सक्नुहुन्छ। उहाँ एकदमै राम्रो पोर्टर हुनुहुन्छ। उहाँले खाना बनाएर खुवाउने सबै कुरा तपाईँको सामानहरू क्यारी गरिदिनेदेखि सबै चिज आफै गर्नुहुन्छ। यस्तो छ। अब हामी यहाँबाट 2 घन्टा जति तल हिँडेर छोटेपा भन्ने ठाउँमा हाम्रो बाइक राखेको छ। त्यहाँ बाइक राखे पनि छ बिग्रिएको छ तर त्यहाँसम्म पुगेर बाइकको कन्डिसन हेरेर बेनीको लागि अगाडि बढ्छौँ। ल सिप्लेट फिनिस जस्तो यहाँ अलिकति 1 मिस गेम फिनिस भन्थ्यो त्यस्तै बवालाई छ।